साथीहरू तपाईहरु पनि आफ्नो ब्याकग्राउन्डलाई एकचोटि यस्तो बनाउन सक्नुहुनेछ। साथीहरू तपाई पनि आफ्नो भिडियोको ब्याकग्राउन्ड चेन्ज गर्न चाहनुहुन्छ भने यो भिडियोलाई पुरा हेर्नुहोला। सुरुमा एडिट एप ओपन गर्नुहोस्। त्यसपछि प्लसको आइकन थिच्नुहोस् र ग्यालेरीमा जानुहोस्। ग्यालेरीमा गएर आफ्नो भिडियोलाई सिलेक्ट गर्नुहोस्। कटआउट भित्र गएर कस्टमलाई सिलेक्ट गर्नुहोस्। त्यसपछि एकछिन रोक्नुहोस् अनि त्यहाँबाट भित्र गएर सिलेक्ट म्यानुअललाई क्लिक गर्नुहोस्। त्यसपछि आफ्नो भिडियोको कटआउट निकाल्नुहोस्। जुन भागको आवश्यक पर्छ त्यसलाई प्लसको आइकनले सिलेक्ट गर्ने, जुन भाग चाहिँदैन त्यसलाई माइनसले सिलेक्ट गर्ने। भिडियो सिलेक्ट भएपछि त्यहाँबाट ट्र्याक अब्जेक्टमा गएर क्लिक गर्ने अनि एकछिन रोक्ने। पछि डनको अप्सन आउँछ, डन गरिदिनु। त्यहाँबाट हजुरको भिडियोको कटआउट रेडी हुन्छ। अनि फेरि प्लसको आइकनमा क्लिक गरेर आफ्नो ग्यालेरीमा जानुहोस् अनि हजुरलाई जुन ब्याकग्राउन्ड चेन्ज गर्न मन लागेको छ त्यस ब्याकग्राउन्डलाई सिलेक्ट गर्नुहोस्। अनि त्यहाँबाट हजुरले कटआउट गरेको भिडियोलाई पछाडि सिलेक्ट गरेको ब्याकग्राउन्ड इमेजसँग एडजस्ट गर्नुहोस् र मिलाउनुहोस्। त्यसपछि अगाडिको भिडियोलाई डिलिट गरिदिनुहोस्। त्यसपछि हजुरको भिडियो रेडी हुन्छ। अनि भिडियोलाई नेक्स्टमा गएर नेक्स्ट गरेर सेभ गर्नुहोला।